नमस्कार। यति बेला हामी नयाँ वर्ष 2083 आउँदैछ। हामी 82को अन्तिम बिन्दुमा छौँ। यति बेला एकजना मसँग चर्चित व्यक्ति हुनुहुन्छ, राजनीतिक विश्लेषक अमृत कुमार सिंह हुनुहुन्छ। उहाँ राजनीति विषयमा धेरै ज्ञान राख्नुहुन्छ र धर्म सम्बन्धी धेरै ज्ञान राख्नुहुन्छ। हामी यो महिनाको अन्तिममा छौँ अथवा 82को अन्तिममा छौँ। हामी भोलिबाट के गर्छौँ र नेपालको राष्ट्रिय राजनीति कता जाँदैछ यसका बारेमा विशेष बहस गर्छौँ। यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद। हामी 82 सालको अन्त्यतिर छौँ र 83तिर लाग्दैछौँ, प्रवेश गर्दैछौँ। नेपालको राष्ट्रिय राजनीति कता जाँदैछ? नयाँ वर्षले के खालको विचार अथवा के खालको एउटा परिवेश ल्याउन त्यस नेपाली जनतालाई चाहिँ वा जनताको आशा अपेक्षालाई पूर्ति गर्न के लाग्छ तपाईँलाई? यस्तो छ, नयाँ वर्षको उपलक्ष्यमा सम्पूर्ण देशवासी, सायद तपाईँ हामी सबैलाई नयाँ वर्षको उपलक्ष्यमा धेरै धेरै शुभकामना। आउँदो नयाँ वर्ष 2083 सबैमै मङ्गलमय होस्, सबलाई लाभ होस् भन्ने आशा गर्दै हामीले यो चाहन्छौँ कि अब 2/3 सरकार लगभग राजपाले बनाएको छ र यसले देशलाई एउटा गति दिन्छ भन्ने देशमा आशा छ। हरेक दलका व्यक्तिहरू साइलेन्ट मोडमा बसिरहेका छन् कि यसले के गर्दैछ। 2/3 मत त आयो र 2/3 अपेक्षा हेरौँ। यसैको आधारमा भोलि निर्णय हुनेछ कि देशमा के हुनेछ। नेपालको इतिहासमा पहिलोपटक 2/3 बहुमत आएको छ र जनताले 2/3 बहुमतको जुन खालको आशा अपेक्षा गरेका त्यो खालको काम कारबाही विकास आर्थिक शान्ति समृद्धिका विषयवस्तु सरकार अगाडि बढ्छ के लाग्छ तपाईँलाई? अहिलेसम्म त त्यस्तो देखिएको छैन। यो जुन 10-12 दिन 15 दिनको जुन समय आएको छ यस अवस्थामा केही देखेको छैन। केही स्टन्टहरू देखिएका छन्। के देखिएका छन्? धरपकड गर्ने होइन, सम्पत्ति शुद्धिकरणको नाउँमा कुनै योजना प्लानिङ छानबिन त्यस्तो केही छैन। तर मिडियाबाजी भइरहेछ, मिडिया ट्रायल भइरहेछ र समातेको व्यक्तिहरू किन समातियो र किन छोडियो त्यसले, यसको आधार देखिएन के। त्यो त अदालतले न्याय दिएला त्यो छुट्याउला। तर तपाईँले एउटा विषय के सुन्न चाहन्छु भने हामीसँग समयको हुन्छ। सरकार आएको 1 महिना नपुग्दै पनि सरकारका सबै मन्त्रीको सम्पत्ति छानबिन गर्ने र सबै मन्त्रीले चाहिँ सम्पत्ति विवरण पेश गरेका छन्। सबै मन्त्रीहरूसँग तुलै तुला सुनका विषयवस्तु बाहिर आएका छन्। सामाजिक सञ्जालमा मैले भनेको पनि होइन। के लाग्छ तपाईँलाई? यो कति राम्रो कुरा गर्नुभयो। वास्तवमा यो सबै मन्त्रीहरू त पहिल्यैदेखि धेरै धनाढ्य छन्। यिनका स्रोतहरू देखिएको छ। तर यी स्रोतहरू यिनीहरूले के राज्यलाई कुनै राजस्व बुझाएका छन्? आज मन्त्री पद पाइसकेपछि तोलै तोला सुन देखाइरहेछन् र सबैको घरमा एकै किसिमले बाँडफाँड गरेको जस्तो तोलै तोला देखिएको छ। त्यो कुनै सुनियोजित विचारको तहत भएको छैन कि। मलाई त शङ्का लागिरहेछ कि योभन्दा पहिलाको कुनै पनि सरकारले वर्षौँ वर्ष सरकार चलाएका व्यक्तिहरू धेरै सम्पत्ति देखियो, तर यस्ता किसिमको परिवेश कसैसँग देखिएन। 2/3 कमाल पनि हो कि 2/3 बहुमतको तपाईँले भनेको कुरा सत्य लाग्छ कि 2/3 जुन शक्ति हुन्छ त्यो शक्तिको प्रभावले आफ्नो यो जुन गोल्ड एरा भनिएको छ नि, गोल्ड एरा यो देखाइरहेको छ कि हामी सबैसँग गोल्ड हुनुपर्छ भनेर देखाएको हो कि पुरै जनताको घरमा गोल्डै गोल्ड हुने हो। त्यसो भए हाम्रो देश त श्रीलङ्का बन्ने भयो। जस्तै राम राज्य जस्तो रावणको राज्यमा छोरी सबै मन्त्रीहरूका गलामा मन्त्रीको घरमा सुनै सुन्नुहुन्छ। त्यसरी नेपाल नयाँ युगमा प्रवेश गरेको हो त? सरकार घरमा सुन्न आउनु थाल्यो नेपालमा, सबै जनता घरमा सुन्दै सुन्नुहुन्छ त? अब यो सरकारले नै देखाइरहेछ कि हामीसँग छ भने जनतासँग पनि हुन्छ है भनेर जनतालाई अपेक्षा गर्नको लागि देखाएको हो कि। अन्तमा के भन्नुहुन्छ? अन्तमा यति भन्न चाहन्छु कि बस देशको कल्याण होस्, देशमा विकास होस्, सुशासन कायम होस्, बस यति भन्दै